आज म गएँ निजगढको होन्डा सोरुममा एन्ड खानुसम्म खायो। के खायो होला त भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु एनदर मिनी ब्लग एपिसोड 9 मा। आई होप हजुरहरूलाई सन्चै होला। सिङ्गलमा बास भएको भोलि बिहानीको दिन भने आलुचप खान पाउँछ अनि गम परेर खान्छु म त। आज भोलि ग्यास्ट्रिकले होला, भोक पनि कुन बेला लाग्छ थाहा नै हुँदैन। अनि म चाहिँ लागेँ निजगढतिर। भाइ र बहिनी क्यामेराको अगाडि आउन कहिले यता कहिले उता गरिरहेको थियो अनि मैले बाई गर्न लगायो एन्ड मैले उनीहरूलाई बाई गरेर म आफ्नो बाटो लाग्यो। मेरो डोरेमन बोकेर हेर्न सक्नुहुन्छ। यता रोड धेरै राम्रो भएकोले निजगढ पुग्न नि थोरै टाइम लाग्छ। अनि म सिधै होन्डाको सोरुम गएँ। जान बित्तिकै डोरेमनलाई पानीले पो पखाल्छ त। अनि मैले सोधेँ धुनलाई होइन सर्भिस गर्न लिएर आएको भन्दा एउटा दिदीले भन्नुभयो कि पहिला धोएर भित्र लग्छ अनि सर्भिस गर्न तपाईँको 1 घन्टा पछि आउनुहोस् भनेर भन्नुभयो। अनि म लागेँ सही चोक निराको मोमो खान। अर्डर गरेर एक्लै बसिरहेको थियो। एकछिनपछि मोमो आयो। भोक त लागेको थिएन। मलाई चाहिँ यताको मोमो मिठो लाग्छ अनि एक गरेर खायो, दामी थियो। त्यसपछि 1 प्याकेट चाउमिन र बन्दा किनेर फेरि सोरुमनिर गएँ। बस्दा अल्छी लागेर बिम्फिदी गाइजको भिडियो हेर्दै थियो। त्यतिकैमा डोरेमनलाई एकजना भाइले ल्यायो। बिल तिरेर अलि उता पुगेपछि आत्माले एक्सट्रिम माग्यो। नजिकैको पसलमा गएर गुटगुट खायो अनि घर जानलाई तामागढी जङ्गल हुँदै गइयो। चाबी लगेर घरमा पुग्न पाएको छैन। कालीले खरबुजा खानु दाइरे साँच्ची ज्यान मोटो भएर होला। भात मात्र अलि खान मन लाग्दैन, बाँकी फुडहरू त जति खाए नि आएको बाल छैन। खाएर नुहाउन गएँ। नुहाएर फेरि काली र म माथि घरमा गएँ। भोक पनि के साह्रो लागिरहेको थियो। दिदीले अन्डा फ्राई भात फ्राई गरेर दिनुभयो। त्यसपछि तातो न सातो ल्याम्प खाएर सकायो। खाएर बाहिर आएको फेरि मेरो भाग खरबुजा राखिदिएको छ अरे। छोड्ने कुरा त कहाँ आउँछ, त्यो नि यति धेरै खाएँ कि मजा आयो। अनि हामीले खाएको त्यसको बोक्रो चाहिँ काली भैँसीलाई दिए। रातको खाना चाहिँ चाउमिन हो, त्यो नि 2 थाल खाएर हिजो होटेलमा खाएको भन्दा 100 गुणा टेस्ट मिठो थियो। एन्ड लागे घरतिर सुत्न। बाई।